ए मलाई कहाँ ए मलाई कहाँ भाइ म अफिसमा छु यार के हो दाइसँग काम गर्नु मन छैन भाइले गयो अघिसँग काम गरेर फुल कहाँ म त्यहीँ आउँछु दाइ म अफिसमा छु म त्यहीँ आएँ कहाँ हो तिम्रो अफिस हो त म आएँ दाइ म अफिसमा छु तपाईँ आउँदै भने दाइ आउनुभयो स्क्रिप्ट सुनाउनुभयो तिम्रो यसो छ तिम्रो मुख्य भूमिका म भन्दिनँ तर महत्त्वपूर्ण भूमिका म भन्छु अनि त्यो कालो पेनले साइन गर्नुभन्दा अगाडि उहाँले राम्रैसँग फर्काएर एज अ ब्रदर फेरि यो कुरा नेगेटिभ नहोस् एज अ ब्रदर राम्रोसँग फर्काएर त्यसपछि मैले साइन गरेँ सिनेमा स्क्रिप्ट सुने साइन गरेँ अनि सिनेमा सुटिङ गयो मेरो काम तिम्रो काम 10 दिन गयो भन्नुभएको थियो 15 दिन 20 दिन लाग्यो गरेर अनि सिनेमा सकिएपछि सुटिङ सकिएपछि ए भाइ त्यो बन्दीपुरको सेड्युलमा के मेरो के पार्नु न यार म आउँछु कि बोलाउनु न उता तपाईँ कहाँ जाने त्यहाँ केही न केही त पार्नु नि मेरो सिन सानो सानो मिलाएर पार्नु नि दाइ म आउँछु कि दाइ सिनेमा सकिएपछि हामीलाई के हुन्छ भन्दाखेरि सिनेमा सक्यो यो हाम्रो काम सक्यो भन्ने हुन्छ क्या यो मेरो 25-30 वर्षको भन्दाखेरि त बुढै भयो जस्तो लाग्छ 25-30 दिनको हरेर 25-30 वर्षको यो यात्रामा छ नि यो मान्छेलाई सुटिङ सकिएपछि ज्ञानदाको एउटा फोन आइदियो हुन्थ्यो एकचोटि फोन गर्दै हुन्थ्यो दाइलाई मैले फोन गरेँ ए दाइ यार फोन गर्नु कहिले मिस हुँदैन भाइको भाइले मात्र माया गर्ने भनेको ए भाइ यार तनावमा छु यार 60 दिन लागिसक्यो दिस इज द पर्सन के आज पनि म झापामा थिएँ दाइले भन्नुभयो बाउ भन्दाखेरि त तनाव हुन्छ थर्कारै भन्नुभयो उहाँको धेरै संस्कृत शब्दहरू आउँछ त्यो बेला के अरे अनि त्यसपछि दाइ म त झापा छु दाइ भने भाइ पछि त्योहरू छ आउनु भ्याउने कि नआउनु भ्या म सुरु गरौँ भने होइन दिस इज द म्यान यो हाम्रो 6 फिटको खम्बा जस्तो मान्छे जुन हुन्छ नि उहाँलाई म एकदमै नमन गर्छु उहाँको लागि म एक दिन एक सास एक मान्छे भने This movie very nice. त्यसपछि मैले पहिला दाइलाई दाइ टुमा भन्नुभयो वानमा त म छैन दाइ एकचोटि वान हेर नि त भन्नुभयो अफिस आऊ ले जाऊ हेरेँ मैले दाइ मजाको रहेछ सिनेमा त दाइ अनि त्यसपछि मैले त्यो स्क्रिप्ट फेरि पढेँ त्यसपछि अब आयो 2 अनि 2 मा जुन क्यारेक्टर उहाँले मलाई भन्नुभएको थियो थ्याङ्क यू दाइ He was very nice. Thank you so much. तपाईहरुले जुन साथ झिङ्गिदा उहाँलाई दिनुभएको थियो त्यही नै साथ दिनु होला किनकि सिनेमा त्यो भन्दा माथि नै बनेको छ थ्याङ्क यू